रङ्गशालामा हाम्रो दोष थिएन, अमेरिका पुगेपछि धुर्मुसको यस्तो खुलासा। गौतम बुद्ध क्रिकेट रङ्गशाला सम्बन्धी विवाद यथावत रहँदै कलाकार सीताराम कटेल धुर्मुस छोरी सुबिहानीको जटिल उपचारका लागि अमेरिकातर्फ प्रस्थान गरेका छन्। अमेरिकाबाटै उनले सामाजिक सञ्जाल मार्फत लामो बकपत्र जारी गर्दै रङ्गशाला निर्माणका क्रममा भोगेको आर्थिक, कानुनी र मानसिक पीडा पहिलो पटक सार्वजनिक गरेका छन्। धुर्मुसका अनुसार फाउन्डेसनले 59 करोड 90 लाख बराबरको संरचना राज्यलाई बुझाए पनि 18 करोड 43 लाख रुपैयाँ बक्यौता अझै नतिरेको छ। राज्य निकायबाट सहकारी र आश्वासन पाइए तापनि रकम नआएको, उल्टै आफूहरूमाथि ठगको अभियोग लगाइँदा मनोवैज्ञानिक यन्त्रणा सहनु परेको उनले उल्लेख गरेका छन्। छोरीको निशुल्क उपचारको अवसर पाएपछि अमेरिका गएको र उपचार सकेपछि नेपाल फर्किने उनले स्पष्टीकरण दिएका छन्। नेपालमा रहेसम्म फाउन्डेसनका उपाध्यक्षलाई कानुनी अधिकारी दिएको जानकारी पनि उनले बकपत्रमा उल्लेख गरेका छन्।